हेलो। आज चाहिँ हामी बफ मोमो बनाउँदैछौँ। म चाहिँ माइत आएको छु। मेरो छोरा रोटी बेल्दैछ। गोलो गोलो बेल्छ मेरो राजाले। कस्तो जानेको छ। 4-5 वर्ष हुँदादेखि नै उसलाई बेल्न रहर लाग्ने हामीले बेलेको देखेर अनि बेल्छ। अनि खुसी भएर मोमो बनाउँदा काम चाहिँ टोटल्ली उसैको हुन्छ, यो रोटी बेल्ने काम चाहिँ। अनि मैले डल्लो बनाइदिएको, यो पोको पारेको चाहिँ मैले हो। ममा नि अलिअलि कला छ। अनि मेरो मम्मी चाहिँ अचार बनाउँदै हुनुहुन्छ लोकल टमाटरको, सानो सानो मसिनो टमाटरको। अर्को अचार त मैले अलरेडी बनाइसकेको थिएँ। अनि लोकल तिखर खान मन लाग्यो भनेर मम्मीले बनाउँदै हुनुहुन्छ। यो मोमो पोको पार्ने कला चाहिँ मेरो हो। राम्रै पोको पार्दछु मैले नि। मेरो छोरा बेल्ने ट्राई गर्दैछ, बेल्दैछ। म नि कला देखाइहालौँ एकचोटि भनेर नि। अब पोको पारेर नि देखाउनु पर्यो नि त नि। सबुत प्रमाण पेस गर्नु परेन मलाई आउँछ भनेर हैन। गोला गोला बनाउँदैछु, गोला गोला। मेरो छोराले खिच्दिएको भिडियो चाहिँ अलि हल्लाइ खिच्दिएको छ। एउटा हातले बेल्ने, एउटा हातले भिडियो खिच्ने, मल्टिटास्क गर्दैछ हाम्रो छोरोले चाहिँ, एल्सन भण्डारीले। अनि लाम्चो पनि बनाउन आउँछ नि मलाई। लाम्चो पनि बनाएर देखाउँछु भनेर यहाँ। आज यो किमा सिमाई मासु च्याक पारेको सब मैले गरेको नि। मम्मीलाई पुरा आराम। अनि टोटल्ली मैले गरेको, यो पिठो मुस्नेदेखि लिएर यताउता। यतिको कला चाहिँ रहेछ ममा। आफ्नो ट्यालेन्ट देखेर नि खुसी लाग्छ नि कहिलेकाहीँ। ट्यालेन्टेड हुनुपर्ने राम्रै छ, फाइदै छ। छोराले भित्ता देखाउँदैछ। मिठो भएको थियो तर यो मोमो। अनि हामी चाहिँ रोस्टसँग खाएको, रोस्ट पनि बनाएको थियो, अन्डा पनि तारेको थियो। तल घरबाट माथि घर आउने बेलामा कुकरमा हालेर ल्याएको। हड्केस यहाँ माथि घरमै छुटेछ, अनि कुकरमा हालेर तातै बस्छ भनेर लिएर आएको। बुवा टिभी हेर्दै हुनुहुन्छ। बुवाले चाहिँ अलरेडी खाइसक्नु भएको थियो फ्राई राइस तल घरमै। अनि हामी चाहिँ माथि घरमा आएर आनन्दले टिभी हेर्दै खाने भनेर। यो चाहिँ मेरो भाग हो, त्यत्रो खाइसकेँ मैले। मेरो मम्मी एकदम मिठो मोमो, सबै मोमो खाएको थियो मैले। मम्मीलाई नि मिठो भयो अरे, मिठो। हामी सबैले मोमो सबै खायो। मेरो छोरालाई नि मिठो भयो।